होइन यो चाउचाउ पनि कति खान्छन् हो मान्छेले कति खान्छन् हे भगवान् जुन कोठामा गयो चाउचाउ जुन कोठामा गयो चाउचाउ किन यस्तो भयो नि यो कटर ओ फ्रिजमा राखेर यो कटर किन यस्तो भयो तिमी त्यसरी नरिसाए नि त्यसरी रिसाए जस्तै छौ तिमी मुखेर न मुख यत्र गाइज हामी चाहिँ पसल जान लाग्छ यहाँ घाम देख्न सक्नुहुन्छ घाम त यस्तो छ साथीहरू यस्तो छ कि के कुरा गरौँ पछाडिको चाहिँ किन एउटा छातामा तीनजना कोचेर हिँडे हामी घुम्न जानु लाग्छ ल साथीहरू पोखरा फेवातालतिर हो सही भन्यौ तिमीले सही भन्यौ हाम्रो घरतिर चाहिँ घाम हेर्नु न यस्तो सेतो पानी परे के यता चाहिँ बर्खामा पनि पानी परे हो असारमा पनि हेर्नु त पानी परे पत्तर पानी परे यहाँ पानी परेर दिमाग खराब खत्तम बनाएको यतातिर हिलाइसक्नु भयो जोत्नु के अरे अब मेलो बनाए जस्तो छ कि के हो र मेलो बनाइसक्नु भयो के पानी परेछ के पानी परेर अनि कहिले रोप्ने त फेरि हामी चाहिँ हाम्रो चाहिँ काम छैन साथीहरू अलि नहलाइकन बनाऊ न भुँडी पनि यत्रो भयो के भएको जस्तो अलि युट्युबमा हाल्नुपर्छ फेरि हाले खुबै हो त मेरो हामी फेरि यस्तो गोरी छौँ क्या अमेरिकन जस्तो अनि यो घाम हिँड्नु फेरि कालो भने जस्तै तिमी हो गोरी त अमेरिकन जस्तो के म अमेरिकन अफ्रिकन जस्तै म अमेरिका उनीहरू अफ्रिकन हो के हेर्नु केही फरक छ त अमेरिकन र अफ्रिकनमा फरकै नहुँदो रहेछ त नि त्यो किन काली हप्सी भन्न पर्यो त हजुर यस्तो अफ्रिकनहरू पनि यस्ता गोरा हुँदो रहेछन् हाम्रो पसलको हामी चाहिँ पसल यता छ कि हाम्रो पसल उहाँ चाहिँ जति हेरान जोखेको क्या दिनमा 5 चोटि त कसम जोखिने हो क्या जोखिनु पर्ने राख्ने हो भने यस्तो नै हुन्छ कहीँ जोखिनु परेन त नि यहाँ कति किलो पुगेन भनेर हेर्नु साथीहरू अघि लौ हिँड दोकान जाम भनी लिएर आइन् दोकान आउन पाएको छैन 2 सेकेन्ड बसेर फेरि लौ जाम अब कता जाने अरे यो घाममा कति हिँडालेको के नजाम म जाँदिनँ म जान्न भनेर बस्ने हो भने ठुसेर म हुन्छ फेरि हो अनि अब जाम भने घाममा हिँडाले म रिसाउला जस्तो छु र तिमी त्यसरी नरिसाए नि त्यसरी रिसाए जस्तै छौ तिमी मुखेर न मुख यत्र कस्तो गर्छन् हल्दी कस्तो गर्छ च्याउ खोज्न जाम होइन म त खान्छ त यस्तो गर्छ अरे च्याउ खोज्न जाम च्याउ खोज्न हिजो च्याउ खोजेर यति भात खाइयो त्यही भएर 1 किलो मोटाए अब फेरि च्याउ खोज्न जाम भनेको कहाँ जाने च्याउ पनि नजिक पाइन्छ र पाइन्न आज हाम्रो घर कटर हामीले यति एउटा कटर यस्तो फुटालेको हेर्नु भिडियो बनाउँछु भनेको थिएँ त्यतिखेर मेरो मोबाइल लाइभमा थियो भिडियो बनाउनु सम्भव भएन गएर देखाउँछु कटर फ्रिजमा राखिदिएको र त्यो कटर फेरि अनि बाहिर राखेर गनाउन पार्ने त अमिलो त्यो फ्रिजमा अरू चिज पनि त्यही कटर गनाउँछ कि अब झन् राम्रो त्यसैलाई कटर सम्झिँदै खाँदै भयो ओहो साथीहरू अघिसम्म यहाँ रोपेकै थिएन अहिले हेर्नु झप्पाझप सबले रोपिसकेको छन् यतापट्टि हाम्रो कतिखेर रोप्ने होला थाहा छैन हाम्रो त कहिले हो सोल्टिनाले त्यत्रो काँक्रा लिएर हिँड्नु भएको यहीँ छ कि काँक्रा खेती बोडी खेती छ यहीँबाट यहाँ सम्पर्क गर्नु होला यहाँ लतरम्मै भुइँभरि फलेको काँक्रा त कस्तो फलेको कस्तो मलाई त टिप्नु मन लागेको थियो खानु भन्दा के टिप्नु आज त 2 थाल 4 थाल भात खाइयो के छ त्यो दिनै पर्छ कि होइन के छ रेट त्यति नै हो कि 80 रुपियाँ किलो 40 रुपियाँ
कक्रा अब हाम्रो बेलुकाको ओ अन्डा लिएन आज बेलुका एक काँक्रा खाएर बस्ने हाम्रो सितन यही हो सितन र टक्क लाएर यति हो क्या धेरै होइन यति ट्रिक्क पार्ने हो टक्क लाएर नुन खुट्टा मोलेर खाने कमाले खाने ल्याएपछि भात खानालाई तरकारी पनि छैन साग छ होला अब यो गल्लीको सामान मिलाम भने चाहिँ माइत आएर पनि कहिल्यै बसेर खानु पाइन्न खाने बेला पनि उभिनु पर्छ यार पाइन्न हजुर पाइन्न माइत आएर बसेर खाउन भन त सम्झिने पानी छम्किने हो अब यतातिर आयो पुरा त हिँड्ने बाटो छैन यहाँ सामान भरेर अब के गर्नु ए यतातिर हेर्नु न यो चाउचाउ ओहो राजु चाउचाउ पनि देखिएन यहाँ कति खरे केसरी अस्ति कति 1000 कार्टुन चाउचाउ आएको छ कि यहाँ सबै मिक्स 1000 कार्टुन चाउचाउ यो त्यही भएर यसमा भएको सामानहरू सबै यहाँ बाहिर निकाल्दाखेरि बाहिर यस्तो भयो क्या पुरै ल काम गरौँ केटी हो काम गरौँ राम्रो सेट के हेर्नु न देख्नु भयो के मिलाउने के नमिलाउने हजुर यस्तै छ हजुर जता हेर त्यति चाउचाउको कार्टुन मात्रै छन् होइन यो चाउचाउ पनि कति खान्छन् हो मान्छेले कति खान्छन् ए भगवान् जुन कोठामा गयो चाउचाउ जुन कोठामा गयो चाउचाउ अब कालिका चाउचाउ पनि आएछ ए हजुर कालिज के हो जति जे चाउचाउ आए पनि मान्छेले धेरै खोज्ने भनेको यही हो केही नमिलाऊ अब आफ्नै कम्मर दुखेर कस्तो भयो हेर्नु साथीहरू यो कटर किन यस्तो भयो भने यो कटर फ्रिजमा राखेर यो कटर किन यस्तो भयो हेर न ल साथीहरू अब चाहिँ हामी फर्सीको मुन्टा बनाउँछ बेलुकालाई तरकारी पछाडिको उज्यालोले होला के अरे कस्तो नराम्रो धुम्ला छ कस्तो नराम्रो धुम्ला आएको के यो उज्यालोले गर्दाखेरि अब फर्सीको मुन्टा मम्मीले टिपेर आउनु भएको छ यस्तो राम्रो छ हेर्नु यसलाई म बनाउँछु भिडियो यहीँ समाप्त गर्छु हजुरहरूलाई भिडियो कस्तो लाग्यो सल्लाह सुझाव प्रतिक्रिया दिन नबिर्सिनु होला फेरि भेटौँला नेक्स्ट भिडियोमा भन्दै बाई बाई